सानै 1000 रुपियाँ ल्याउ त। छैन मसँग, दिन्न। ल्याउनु के बाहिर कुरियर बसिरहेछ कि। पैसा दिन नसक्नेले किन सामान अर्डर गर्ने? यस्ता बेरोजगारी छैन। सरी है दाइ, यो अर्डरलाई क्यान्सल गरिदिनु न है, मिल्छ भने। के रे क्यान्सल गर्नु रे? यति सामानको पैसा तिर्न नसक्ने औकात भएकोले सामान किन अर्डर गर्ने? यस्तैले गर्दा हाम्रो जागिरमा धराप पर्छ कि। अब क्यान्सल गर्दा फेरि समस्या परेन त? पहिला दिमाग पुऱ्याउनु पर्दैन अर्डर गर्नुभन्दा पहिला? ए साथ सुन न, भोलि मामाको छोराको बिहेमा जानुपर्छ नि। जान्न म।